नमस्कार। यहाँहरूलाई आज म अत्यन्त महत्त्वपूर्ण वस्तु बारे जानकारी दिन गइरहेको छु। बजारमा अहिले विभिन्न प्रकारका अखाद्य वस्तुहरू मिसाएर पानीपुरी अनि त्यस्तै चटपटे बनाएर उपभोक्ताहरूलाई खुवाइरहेको पाइन्छ। यसको सट्टा चाहिँ अत्यन्तै गुणकारी अमिलो जुन हामीले खाद्य पदार्थ खाद्य वस्तुबाट तयार गरेको त्यसको फाइदा बारे जानकारी दिन गइरहेको छु। यहाँहरूलाई थाहा नै छ, सुनकागती एउटा औषधीय गुण भएको वनस्पति हो। त्यसको फलमा जुन कागतीमा विभिन्न प्रकारका चाहिँ भिटामिन सी लगायतका अन्य शरीरलाई आवश्यक पर्ने इम्युन रोग प्रतिरोध सहन सक्ने क्षमता वृद्धि गर्ने गुणहरू रहेको हुन्छ। तर यो अमिलो नै फेरि के त भन्दाखेरि चटपटे पानीपुरीमा चाहिँ अखाद्य अमिलोहरू केमिकल अमिलोहरू मिसाएर बनाएको खुवाइरहेको पाइन्छ। बजारमा चाहिँ हाम्रो प्रशस्त मात्रामा सुनकागती हुँदाहुँदै पनि यसलाई चाहिँ यसरी प्रयोग गरेको पाइन्छ। यसलाई चाहिँ विकल्पको रूपमा चाहिँ सुनकागतीको अमिलो, शुद्ध सुनकागतीको अमिलो छ, त्यो अमिलोलाई चाहिँ हामीले पानीपुरी चटपटेमा पनि प्रयोग गर्यौँ भने यो उपभोक्ताको स्वास्थ्यलाई पनि फाइदा दिन सकिन्छ र चाहिँ यसको चाहिँ किसानको उत्पादनको खपत पनि हुन्छ भनेर यहाँहरूलाई पहिलो कुरो चाहिँ कस्तो प्रकारको अमिलो प्रयोग गरेको छ भन्ने कुरो बुझेर मात्रै त्यसको सेवन गर्न आउन चाहिँ म उपभोक्ताहरूलाई अनुरोध गर्छु। र यहाँ चाहिँ अर्को महत्त्वपूर्ण वस्तु यही अमिलो बारे चाहिँ जानकारी दिन्छ। जो अमिलो एउटा खाने चिज त यहाँहरूलाई थाहै छ, यो सुकमिलो हो। यो सुकमिलोलाई चाहिँ हामीले चाहिँ अहिले जयबुद्ध एग्रोटेक भारतको चितवनले उत्पादन गरेको छ। यो सुकमिलो आफ्नै बारीको शुद्ध प्राङ्गारिक तवरबाट उत्पादन भएको कागतीबाट चाहिँ तयार गरिएको। यसको खाने गुण त राम्रो छँदैछ, त्यसको साथसाथै अन्य औषधीय गुणहरू मैले भर्खर जानकारी प्राप्त गरेअनुसार यो कागतीको रस छ, यसमा एकदमै असाध्य पिनास भएको बिरामीले समेत यसको प्रयोग गर्दाखेरि चाहिँ पिनास निको भएको विभिन्न प्रकारका तथ्य र प्रमाणहरू प्राप्त भएका छन्। यो पिनास कसरी ठुलोभन्दा ठुलो पिनासलाई पनि यो कागतीको शुद्ध कागतीको चाहिँ चुक छ भने त्यसबाट 3 देखि 7 दिनमा निको गर्न सकिने चाहिँ आयुर्वेदहरूले बताउँछन्। के कसरी प्रयोग गर्ने भन्दाखेरि पिनास लागेको व्यक्तिले यो अमिलोलाई चुकमिलो जुन छ यो चुकमिलोलाई सुत्न अगाडि नाकमा दुवै साइडमा चाहिँ यसरी मजासँग लगाउने। यो मजासँग लगाइसकेपछि यो यहीँ सुक्न दिने र सुत्दाखेरि 3 देखि 7 दिनमा यो आफै ओभाउँछ। 3 देखि 7 दिनमा यो लगातार बेलुका सुत्ने बखत लगाइयो भने कडाभन्दा कडा पिनास रोगबाट पनि सही मुक्त पाइन्छ भन्ने कुरो उल्लेख गरेका छन्। र अरू खाने गुण त यसको चाहिँ अमिलो सर्वोत्तम अमिलो हो। यसको प्रयोग सबैले गरौँ र चाहिँ त्यसको साथसाथै यस्ता पिनासका रोगीहरूले समेत यसको प्रयोग गरी भरपुर फाइदा लिन चाहिँ यहाँहरूलाई अनुरोध गर्छु। र चाहिँ यसको उपलब्ध अहिले चाहिँ हाम्रै एग्रोटेकमा एकदमै सस्तो जुन कागती रस बनाएर पकाएर 1 भाग 10 लिटर चाहिँ शुद्ध कागतीको रसलाई चाहिँ 1 लिटर बनाएर चाहिँ कालो बाक्लो चाहिँ झोलमा परेको लामो समयसम्म राख्न पनि सकिन्छ। यसरी राखेर तयार गरेको अमिलो यहाँ उपलब्ध छ। यहाँहरूले पनि बेलेमा सम्पर्क गरेर यसको फाइदा भरपुर लिन चाहिँ अनुरोध गर्छु। र साथसाथै यस्ता कुनै रोगी छन् भने त्यो रोगीहरूलाई समेत यो चाहिँ जानकारी गरी सचेतना पूर्ण
तरिकाले सबैलाई जानकारी गराइदिनुहुन्छ चाहिँ म यहाँहरूलाई अनुरोध गर्छु। धन्यवाद।